ल साथीहरू, तपाईँ माझ मैले आज साउमीको हेयर कटर लिएर आएको छु, कपाल काट्ने मेसिन है। यसको चाहिँ म आज अनबक्सिङ गरेर देखाउँछु हजुरहरूलाई। यसको अनबक्सिङ चाहिँ सुरु गरेँ मैं है। यो चाहिँ सुरुमा हाम्रो मेसिन नै रहेको छ, ब्ल्याक कलरको। तपाईँको मेसिन चाहिँ राम्रो रहेछ, दुइटै एल्युमिनियम स्टेनलेस स्टिलको दाँतहरू रहेको छ भने एकदमै बलियो किसिमको रहेको छ। टाइप सी चार्जरको साथ यो आउँछ। यसभित्र के छ अरू पनि हजुरहरूलाई म देखाउन चाहन्छु। यति ठुलो किताब रहेछ। यो किताब त खासै कसैले पढ्दैन, त्यही पनि अब राखिदिएको छ कसरी प्रयोग गर्ने के गर्ने भनेर। यसलाई पनि अहिले साइडमा राखौँ। अर्को तपाईँको रहेको छ यो सबभन्दा सानो यो कपालको लागि मिलाउनको लागि, कपाल मिलाउनको लागि एकदम सानो किसिमको हो। यो पनि एकदम राम्रो रहेको रहेछ। ल एउटा यो छ, त्यसपछि आयो अरू दुईटा पनि रहेछन् साथै, यसको साथसाथै अरू दुईटा पनि राम्रो राम्रो किसिमको। यो चाहिँ 3 mm देखि लिएर 21 mm सम्म कपाल काट्न मिल्ने यो रहेछ। यो पनि यस्तै गरेर लगाउने हो है। यो पनि राम्रो छ। र अर्को पनि रहेको छ, यो 23 सम्म थियो भने यो घटाउने बढाउने यसरी रहेछ है, अन भइहाल्दो रहेछ। 23 भन्दा माथि ठुलो गराउनु छ कपाल भनेपछि यो लगाउने। 23 देखि 41 सम्म रहेको छ। यो पनि तलमाथि गर्न मिल्ने रहेछ। साथै यसको अरू के छ यसमा यो पनि हेरिहालौँ। जहाँसम्म लाग्छ यो कपाल काट्दा ओढ्नको लागि एउटा कपडा पनि दिएको रहेछ। त्यो नै हो यो है। राम्रो छ, यो पनि राम्रो क्वालिटीको रहेछ। ठिक छ। यो एउटा डाटा केबल पाउँदो रहेछ र सफा गर्ने एउटा ब्रस र कपाल च्याप्नको लागि क्लिप पनि दिएको रहेछ। अनि लास्टमा कपाल काटिसकेपछि पुस्नको लागि एउटा यो फोम, यसलाई के भन्छ, कटन जस्तो, यो पनि दिने रहेछ। अब यसलाई साइडमा राखौँ र यसको के छ मेन अरू फिचर्सहरू हेरौँ। यो चाहिँ 3 घन्टासम्म एक काम गर्छ यसले, एकचोटि चार्ज गर्यो भने। भनेपछि राम्रो क्वालिटीको रहेछ। यो नेपालमा चाहिँ तपाईँलाई 3 देखि 5 हजारसम्म पर्न आउँछ, अब ठाउँ अनुसार। एकदमै राम्रो क्वालिटीको छ हैन। यसमा चाहिँ तपाईँको 1800 mAh को ब्याट्री रहेको छ, लिथियम आयन ब्याट्री। हेर्दा चाहिँ राम्रो छ। कपाल पनि काट्दाखेरि एकदमै राम्रो स्मुथली काट्छ। आवाज पनि त्यति ठुलो छैन हैन। ब्याट्री पर्सेन्टेज यहाँ देखाउँछ। यो फुल छ भने यसो देखाउँछ, कम छ भने अलिक कम देखाउँछ। अनि तपाईँको यो चाहिँ मोटर घुमेको देखाएको हो। अनि यो एउटा इन्डिकेटर छ। यसमा चाहिँ तपाईँले यो यसमा तेल हाल्ने भएपछि, तेल हाल्नु परेपछि योमा चाहिँ देखाउँछ। तेल हाल्नु पनि पर्छ है, कहिलेकाहीँ तेल पनि दिएको हुनसक्छ बक्समा। तेल त रहेनछ। ल हजुरहरूलाई मैले यसमा पाउने चिजहरू सबै देखाइदिएको छु। हजुरलाई पनि चित्त बुझ्यो भने लिनु होला। अनि मेरो यो कपाल काटिसकेपछि यसको रिभ्यू, यसको के कस्तो छ त्यो पनि म तपाईँलाई बताउने छु। यसलाई पनि यति नै है। यो कपडा पनि दिन्छ।